चाहिँ हाम्रो गाउँ डाँडा भन्ने ठाउँ पर्छ होइन। र यहाँ यसरी दिदीबहिनीहरू आमा बाबाहरूले घाँस काटेर आउनुभएको छ। यहाँ चाहिँ यो सेतो सेतो माटोहरू आउँदो रहेछ। अब यो सायद रक कटिङ गरिसकेपछि आइसकेको धुलो होला। यो पारी देख्न सक्नुहुन्छ, पारी पनि क्या राम्रो राम्रो डाँडा छ, पुरा वन जङ्गल हरियाली। यो चाहिँ पुरै कटिङ गरेर बनाएको छ, यस्तो राम्रो छ। ओहो, अब एकैछिनमा स्याङ्जाको फेमस ठाउँ घल्याङ डाँडा भन्ने आउँछ, जहाँ चाहिँ पिकनिक स्पोट, सुटिङ, डेटिङ, सब पिकनिक हरेक तरिकाले चाहिँ भरिपूर्ण छ। र यो ठाउँ हो गेउँ डाँडा भन्ने। घल्याङ डाँडा तपाईँले त पारीको सल्लाहघारी हो, देख्न सक्नुहुनेछ। म तपाईँहरूलाई देखाइदिन्छु एकैछिनमा। यो घल्याङ डाँडा त्यो डाँडा हो। त्यो डाँडा माथि चाहिँ एकदम ठुलो, त्यहाँ चाहिँ प्लेन एरिया छ। त्यहाँ गएर चाहिँ हामी हरेक टाइपको प्रोग्रामहरू सक्छौँ। भित्र एकदम रमाइलो छ। यहाँबाट हेर्दा डाँडा देख्छ, तर भित्र गएपछि बिल्कुल प्लेन मैदान, ठुलो फुटबल ग्राउन्ड, ठुलो 3-4वटा त फुटबल ग्राउन्डै होला त्यहाँभित्र। यस्तो दामी ठाउँ छ, आउन सक्नुहुनेछ तपाईँहरू पनि। यता आइसक्नु भयो भने पुतली बजारमा आइसकेपछि यहाँबाट तपाईँहरू 1 किलोमिटर भित्र आइसकेपछि डाँडामा आएको भाइ बहिनीहरूको यो छ। बाँकी यही हो घल्याङ डाँडा आउने बाटो पनि। र यहाँ दोकानको पनि फेसिलिटी छ। तपाईँहरूले केही नल्याइनु भयो भने चाहिँ यहाँ आएर टट चलाएर दोकानमा पानी सानी जुस वगैरह वगैरह चिज चिप्स लिइ पनि सक्नुहुनेछ यो ठाउँबाट है। अनि ओह्रालो छ बाटो चाहिँ, आउँदा उकालो जाँदा ओह्रालो। चाहिँ हामीको झाडा 1 किलोमिटर होला सायद अर्को दिनमा पुग्नलाई। बाटो राम्रो छ, काफी राम्रो बनाएको रहेछ। सरर लाएर पुरिने बाटो। लौजामा कहाँ पुगिरहेछ। ओहो, ल हेर्नुहोस्। होइन, अर्को बाटो, घुरे बाटो। यो स्याङ्जा टु कोलमा हुँदै दुलेगौडा निस्किने नयाँ यो बाटो बडोदिनाबाट सुरु हुन्छ र यसरी चाहिँ जान्छ यो बाटो। अहिले यस्तो दामी बाटो बन्दैछ, यो वैकल्पिक बाटो भनिन्छ, जो कि यहाँबाट काठमाडौँ जानलाई इजी हुन्छ यो बाटो बनिसकेपछि। ताकि पोखरा बाइपास हुन्छ, सिधै स्याङ्जाबाट चढेपछि यो बाटो चाहिँ हामी सिधै जान सकिन्छ। दुलेगौडा निस्किन्छ, तर अहिले यसरी बाटो बन्दैछ। अहिले फिलहाल भर्खर बन्दैछ यो बाटो। यसरी हामी चाहिँ आज यो बाटो कस्तो बनेछ भनेर चाहिँ हेर्न आएको थियौँ। र बाटो काफी राम्रो बनेको छ र काफी कोही ठाउँमा चाहिँ अब बर्खाको कारणले गर्दा होला बाटो पहिरो पनि गएको छ, बिग्रेको छ। त्यो बन्छ होला बिस्तारै। तर जोस् बाटो राम्रो बनेछ, खासै नराम्रो भन्न मिल्दैन। अरू गाउँको बाटो अब यति ठुलो बाटो बनेछ, त्यही पनि राम्रो हो। सरकारले यति गरेकै हो यो बाटोको लागि। हेर्न सक्नुहुन्छ तपाईँहरूले बाटो। अब हामी चाहिँ आज यसरी बाटो हेरौँ कस्तो बने रहेछ भनेर आइएको थियो। र अगर कोलमासँग बाटो पिच भएको भएदेखि कोलमा पुग्ने विचार थियो, तर
कोलमासँग बाटो पिच नभइसकेको हुँदा चाहिँ हामी चाहिँ बाकोटबाट चाहिँ रिटर्न ब्याक टु प्रगति नगर र स्याङ्जा हुँदैछौँ। काफी राम्रो छ, ठुलो छ, जस रमाइलो भयो रहेछ बाटो। यसरी ओह्रालोमा सरर न्युट्रल हालेर पनि स्याङ्जा पुगिन्छ उस्तै पऱ्यो भने तेलको बचत पनि हुन्छ बाटोमा है। झर्ने बेलामा चाहिँ यसरी नयाँ नयाँ बाटोहरू बन्दैछ गाउँघरमा। यो पनि एउटा विकासको प्रगति भन्नुपर्छ। यत्रो डाँडा फाडी डाँडा काटी होइन यसरी बाटो पिच भएको छ, राम्रो लाग्यो। अरू ठिक छ, ओभरअल ठिक छ होइन। लाइक मेरो तर्फबाट 50मा चाहिँ 100मा चाहिँ अलिक 75 दिन चाहिँ मिल्छ, त्यहाँ धेरै चाहिँ दिन मिल्दैन। बाँकी जस बाटो राम्रो बनेछ, नराम्रो भन्न मिल्दैन। सरर लाएर अब हिँड्न पाइन्छ यसरी 60-70 स्पिडमा भाग्न पाइन्छ भनेपछि अब विचार गर्नुहोस् कति राम्रो बाटो बनेछ। पहिला अब यही बाटो जीपहरू नै नहिँड्ने अवस्था भइसकेको थियो भने अहिले सरकारले बजेट हालिसकेपछि अहिले सरर ब्ल्याक टप अल वेदर इन्जिनियरहरूको बाटो नाप्ने काम भइरहेको रहेछ। अब यहाँ देख्न सक्नुहुन्छ सरर लाएर अब हामी चाहिँ बाइक धुने कार्यक्रम छ यहाँ चाहिँ। मजा लिनुहोस्, चिसो चिसो हावा चल्दो रहेछ डाँडातिर सरर लाएर यस्तो गर्मी मौसममा पनि ठिक छ। ओभरअल यतातिर चाहिँ बोट पहिरो गएर चाहिँ भित्तातिर घाँस रोप्ने गरेर यो चाहिँ हाम्रो स्याङ्जा बजार देखिएको छ, हेर्नु होला। यस्तो छ स्याङ्जाको भ्यू, यही हो। अनि मेरो घर चाहिँ वहाँनिर छ, हेर्नु होला। त्यो स्कुल छ जहाँ रोशनी बोर्डिङ इङ्ग्लिस बोर्डिङ स्कुल, यो स्कुल। अनि यो त्यो 2 तला घर चाहिँ मेरो हो है। 2टा सटर भएको छ, त्यो सटर भएको। अनि यस्तै छ स्याङ्जा बजार।